फ्याट लस हुँदा कुनै बेला क्रेभिङ हुनु भनेको एकदम नर्मल हो। अनि त्यो क्रेभिङको बेला चाहिँ तपाईँहरूले बाहिर गएर केही मिल खानुहुन्छ। त्यो मिललाई चाहिँ तपाईँहरूले चिट मिल भन्नुहुन्छ, तर त्यसलाई चिट मिल नभन्नु, त्यो ट्रिट मिल हो। किनभने चाहिँ तपाईँहरूले यत्रो मेहनत गरेर फ्याट घटाइरहनु भएको छ बडीबाट, एउटा मिल त तपाईँहरूले डिजर्भ नै गर्नुहुन्छ। सो यसलाई चाहिँ आजैबाट तपाईँहरू ट्रिट मिल भन्न थाल्नु। ट्रिट मिल खाएपछि सबैजना आत्तिन थाल्नुहुन्छ, मेरो प्रोग्रेस स्लो भयो, मेरो एब्स हरायो, मेरो मेटाबोलिजम स्लो भयो, अब म फ्याट घटाउन सक्दिनँ भनेर चाहिँ सबैजना प्यानिक हुनुहुन्छ। त्यो चाहिँ तपाईँहरू हुनु पर्दैन। किनभने एउटा ट्रिट मिल खाएर तपाईँहरूको प्रोग्रेस स्लो हुने, तपाईँहरूको एब्सको लाइन जाने, तपाईँहरूको मेटाबोलिजम स्लो हुने भन्ने कुरा हुँदैन। र यदि यो कुरा तपाईँहरूलाई कसैले भनिरहेको छ भने दे डजन्ट नो द बेसिक साइन्स। इनफ्याक्ट तपाईँहरूले वेट गेन गर्नको लागि अथवा तपाईँहरूको फ्याट लस प्रोग्रेसबाट चाहिँ तपाईँहरू आउट हुनको लागि चाहिँ तपाईँहरूले कन्सिस्टेन्टली लङ्गर पिरियड अफ टाइमसम्म चाहिँ क्यालोरिज धेरै खानुपर्ने हुन्छ, जसलाई हामी क्यालोरिज सरप्लस भन्छौँ। र 300 to 500 को सरप्लस चाहिन्छ ओभर अ लङ्गर पिरियड अफ टाइम। सो एउटा मिलले चाहिँ तपाईँहरूलाई त्यस्तो धेरै असर पुऱ्याउँदैन। ट्रिट मिल खाइसकेपछि के गर्ने त? ट्रिट मिल खाइसकेपछि तपाईँहरूले त्यस्तो धेरै ओभर कम्प्लिकेट गर्नु पर्दैन। जस्ट गो फर अ वक, किप योर सेल्फ हाइड्रेटेड, अनि फेरि नेक्स्ट मिलबाट चाहिँ ट्र्याक गर्दै आफ्नै मिल खानु। इट्स फाइन। द्याट बिङ सेड, इन्जोय ट्रिट मिल वन्स इन अ वाइल एन्ड गेट ब्याक टु बिङ अ लेजेन्ड। हेभ अ गुड डे। थ्याङ्क यू।